म विदेश जिन्दगी जान्न भनेको मान्छेमा त यस्तो सरकारको पोलिसीहरू पनि कस्तो हुन्छ भन्दाखेरि बाहिर सो अफ गर्ने खालको क्या होइन नमजा लाग्छ क्या होइन एउटा सेवा गर्छु आफूले केही सिकेको कुराहरू नेपालमा चाहिँ विदेशमा भन्दा एउटा एक्स्ट्रा पाउने भनेको चाहिँ त्यही हो सेटिस्फ्याक्सन चाहिँ हुन्छ तर यतिकै आवेशमा आएर डक्टर कुट्ने हस्पिटल तोडफोड गर्ने उम्, अनि केस हालिदिने त्यो चाहिँ एकदमै नराम्रो त्यस्तो धेरै गाह्रो पनि रहेन रहेछ क्या जति हामीले बाहिरबाट हेर्दाखेरि सोध्छौँ नि अनि आफ्नै हुन्छ नि शरीरको स्ट्रक्चरहरू त्यस्तो पढिरहँदाखेरि चाहिँ हेर न अब कति धेरै मागहरू छन् डक्टरहरूको उम्, जस्ट के मागेको हो र अलिकति सेफ इन्भाइरोमेन्ट हो भर्खर जन्मेको बच्चा थियो होइन तिमीलाई थाहा छँदैछ भर्निक्स क्याजियोसाले हजुर। त्यसलाई कभर गरेको नेपालमा चाहिँ एमबिबिएसको स्कोप कस्तो छ अहिले? करिम के अरे करिकुलम वाइज हेर्ने हो भने नेपालको मलाई चाहिँ मनपर्छ होइन पढाउने शैली किनभने पेसेन्ट एक्सपोजर पनि राम्रो छ अनि क्लिनिकल भइसकेपछि चाहिँ मैले रियलाइज गरेको चाहिँ हाम्रो नेपालको पेसेन्टहरू चाहिँ एकदमै हेल्पफुल होइन हजुर। सिक्नको लागि दिनुहुन्छ क्या भन न हजुर। कति हामीबाट कति धेरै जान अनजानमा मिस्टेकहरू भइरहेको हुन्छ होइन तर पनि उहाँहरू कति कामली त्यो कुराहरू सहिरहनु भएको हुन्छ होइन अनि उहाँहरूले त भर्खरै सिकिरहेको हाम्रो सिकारू हातहरूलाई पनि ल आफ्नो ज्यानकै त्यो हुन्छ नि माया नगरिकन दिएको हो नि त हजुर। उहाँहरूप्रति चाहिँ एकदम नमन छ क्या मेरो त्यो कुरामा चाहिँ एकदमै खुसी लाग्छ अनि पेसेन्टको फ्लो पनि बढी छ यहाँ अझ हामी त टर्सरी सेन्टरमा काम गर्छौँ उम्, यहाँ पढिरहेको छौँ भनेपछि हाम्रोमा चाहिँ सबै खालको केसहरू हामीले हेर्न पाउँछौँ होइन अनि त्यही भएर मलाई चाहिँ नेपालमा एकदम सिकाइ चाहिँ एकदम इफेक्टिभ छ जस्तो लाग्छ कि एमबिबिएसको होइन अनि स्कोपको कुरा गर्ने हो भने पनि इभन अब हुन त एमबिबिएस पास डक्टरहरू धेरै भइसके नेपालमा तर अब विदेश जाने पनि धेरै नै छ नि त जति प्रपोर्सनमा त्यो प्रोडक्सन भइरहेछ त्यति नै प्रपोर्सनमा चाहिँ बाहिर पनि गइरहनु भएको छ डक्टरहरू होइन त्यही भएर अझ पनि बिकटतिर चाहिँ डक्टरहरूको अझै पनि स्कार्सिटी छ जस्तो लाग्छ कि होइन अनि सफिसियन्ट मात्रामा पुग्नु भएको छैन डक्टरहरू अनि विकटमा चाहिँ डक्टरहरूलाई गर्ने सम्मान चाहिँ एकदमै हाई छ त्यो यदि पैसामा मात्र त्यो मेजर नगर्ने हो भने चाहिँ सायद डक्टर भएपछिको सेटिस्फ्याक्सन पनि एकदमै हाई हुन्छ जस्तो उम्, लाग्छ कि नेपालमा चाहिँ त्यो हिसाबले चाहिँ एउटा राम्रो फिल्ड हो एमबिबिएस उम्। गर्नु भनेको चाहिँ त्यही त त्यो लाइक पेसेन्टहरूलाई हामीले त्यसकै केयर गरेर केही ट्रिट गरेर गर्दाखेरिको त्यो सेटिस्फ्याक्सन चाहिँ त्यो एकदम हो प्राइसलेस हुन्छ कि है। त्यही त होइन इभन हामी त पोस्टिङहरू पनि भइरहेको हुन्छ नि त सिबिएली हजुर। पोस्टिङहरू कम्युनिटी बेस्ड लर्निङको पोस्टिङहरू भइरहेको हुन्थ्यो अनि त्यस्तोमा पनि जाँदाखेरि कम्युनिटीको मान्छेहरूले चाहिँ हेर्ने दृष्टिकोण नै एकदमै फरक के होइन एकदमै रेस्पेक्ट गर्नुहुन्छ अनि त्यसपछि उहाँहरूले हामीलाई चाहिँ अब सिस्टर सिस्टर भन्नुहुन्थ्यो होइन सुरु सुरुमा चाहिँ हुन्छ नि एउटा सिस्टर भन्नुभयो भन्ने जस्तो हुन्थ्यो कि इभन त्यो अब सकिन लगाइसक्यो भने त्यतिखेर त हुन त डक्टर भइएको थिएन त्यतिखेर रिस चाहिँ उठ्दैन थियो होइन अहिले इभन डक्टर भइसक्यो अहिले पनि सबैले सिस्टर नै भन्नुहुन्छ हो त्यस्तो रिस त नेपालमा चाहिँ उठ्दैन होइन केटीलाई चाहिँ केटी सरकारले डक्टरलाई सिस्टर नै भनिन्छ अँ, कि प्रायः है। अँ, केटाहरूलाई चाहिँ अनि डक्टर भनिन्छ। अनि हामीलाई चाहिँ त्यो रियलाइजेसन छ भनौँ एउटा एक्सपिरियन्स छ भनौँ न होइन सिस्टरहरूमाथि चाहिँ कस्तो व्यवहार गर्नु हुँदो रहेछ होइन कमन पिपलले भन्ने चाहिँ त्यो चाहिँ हामीलाई एक्सपिरियन्स छ अनि काठमाडौँतिरको यही पाटनमा आउने पेसेन्ट र पेसेन्ट पार्टीहरूको चाहिँ कोही कोही चाहिँ अलि हुन्छ नि सिस्टर भनेपछि चाहिँ हेप्ने अनि डक्टर भनेपछि चाहिँ हुन्छ नि अलि कसियस भएर बोल्ने त्यस्तो चाहिँ मैले देखेको छु कि केही अँ, पेसेन्टहरूमा होइन हजुर। स्पेसली इमर्जेन्सीमा के हुन्छ नि अनि हामी त उहाँहरूको लागि सिस्टर नै हो सिस्टरले पनि कति धेरै हेल्प गर्नुभएको हुन्छ एकदम राम्रो काम गरिरहनु भएको हुन्छ नि त तर जति रेस्पेक्ट डक्टरलाई उहाँहरूले दिनुहुन्छ डक्टर अब सेकेन्ड इयर थर्ड इयरकै भाइहरू कहिले कहिले ड्युटीमा हुन्छ नि उनीहरूलाई दिने रेस्पेक्ट र हामी इभन इन्टर्न भइसक्यौँ हामीलाई दिने रेस्पेक्ट एकदमै फरक के हुन्छ नि हामीसँग कहिले कहिले झर्केर बोल्नुहुन्छ अनि हामीलाई त्यो व्यवहार गरिरहनु भएको छ हामी डक्टर भन्ने थाहा नभएर होला अथवा केटी देखेर हो कि त्यो त थाहा भएन होइन तर भनेपछि उहाँहरूको सिस्टर र डक्टरप्रति हेर्ने दृष्टिकोण चाहिँ फरक रहेछ भन्ने कुरा चाहिँ हामीले रियलाइजेसन गऱ्यौँ कि होइन त्यो चाहिँ हामीले
त्यो चाहिँ नेपाल हामीले फिल गऱ्यौँ। नेपालको कन्टेक्स्टमा चाहिँ मैले पनि एज ए स्टुडेन्ट नर्सबाट त्यो फिल गर्दाखेरि चाहिँ लाइक डक्टर र नर्समा चाहिँ एकदम धेरै हाइरार्की के पेसेन्टले अँ, गर्ने ट्रिट अँ, चाहिँ कि डक्टर उम्, भनेपछि चाहिँ छुट्टै डक्टर नमस्ते त्यस्तो वाला हुन्छ है। सिस्टर अँ, भनेपछि चाहिँ हामी चाहिँ लाइक होल टाइम पेसेन्टको बेड साइडमा भएर कति धेरै केयर गरेर हुन्छौँ होइन। त्यही त्यो त। त्यो चाहिँ अलिकति त्यही भएर पनि अहिले अँ, नर्सहरू सबै एनक्लेक्स गर्ने बाहिर गएर नै ट्रेन भइरहेछ नि त। त्यो रेस्पेक्ट नै त्यो छ। अनि उहाँहरूको नजरमा चाहिँ के छ भन्दाखेरि होइन सिस्टरहरू चाहिँ खालि रिसाउनुहुन्छ झर्किनुहुन्छ भन्ने त्यो पर्सेप्सन के, अनि उहाँहरू पनि झर्किन खोज्ने होइन त्यस्तो गर्ने। तर किन झर्किनु भएको छ भन्ने कुरा उहाँहरूले अब एक्ज्याक्टली। उहाँहरूको सिस्टरहरूको त त्यो वर्क लाइफ त उहाँहरूले देख्नु भएको छैन नि। इभन म अहिले इन्टर्नसिपमा नर्सिङ स्टेसनमा 1-2 घन्टा कन्टिन्युसली बसेँ भने होइन, म कहिले पनि त्यस्तो पेसेन्टसँग नरिसाउने मान्छे होइन। कुनै कुनै पेसेन्ट अनि पेसेन्टको भिजिटरहरू होइन यस्तो यस्तो कुरा गरिदिनुहुन्छ, यस्तो यस्तो एक्सन गरिदिनुहुन्छ कि रिस उठ्छ कि होइन। त्यो इरिटेसन हुन्छ कति धेरै, त्यो काम गर्नु परिरहेको हुन्छ, कति धेरै थकाइ लागिरहेको हुन्छ, कति धेरै रेस्पोन्सिबिलिटीको कुरा छ नि त त्यहाँनिर होइन। हजुर शरीर हात खुट्टा मात्र चलाउने होइन कि माइन्ड पनि उत्तिकै चलाउनु पर्छ, सार्प राख्नुपर्छ, जतिखेर अलर्ट हुनुपर्छ पेसेन्ट केयर हुँदाखेरि होइन। त्यस्तो ठाउँमा छौँ हामी, एकदम प्रेसरमा काम गरिरहेको हुन्छ। अझ नेपाल जस्तो ठाउँको डक्टर नर्सहरूलाई त कति धेरै प्रेसर हुन्छ नि त। त्यो कुराहरू चाहिँ अलिकति बुझिदिनु हुन्न कि जस्तो फिल हुन्छ कि। अँ, नेपालमा चाहिँ यो नर्सको के नर्स पेसेन्ट रेसियो चाहिँ एकदम धेरै इम्ब्यालेन्स छ क्या है। अब एउटै नर्सले कति धेरै पेसेन्टलाई हेरिरहनु पर्छ नि त अनि त्यो बर्न आउट त अब अभियसली भइन्छ है। अब तर जस सबै नर्सलाई एड्रेस गर्न चाहिँ मिल्दैन जस नेपालको कन्टेक्समा चाहिँ त्यही हो नर्सहरू अलिक छुच्ची हुन्छ भनेर चाहिँ भनिन्छ है। अब गभर्मेन्ट हस्पिटलतिर अब एउटा नर्स हुन्छ त्यो पुरै फ्लोरै हेर्नुपर्ने कि सबै हेर्नुपर्ने अनि त्यो लाइक वर्क लाइफ पनि एकदम धेरै गाह्रै छ क्या नर्सको है। अब म एज स्टुडेन्ट भएर कति धेरै फिल गरिरहेको हुन्छु त्यो अनि नर्सको नि गाह्रो छ, इभन डक्टरको पनि गाह्रो छ क्या। हेर्दाखेरि डक्टरहरूको त काम छैन कि जस्तो हुन्छ, डक्टरको पनि रेस्पोन्सिबिलिटी बढी हुन्छ यता होइन। हजुर। सबैको गाह्रो छ नि त। तर पेसेन्टहरूले हेर्दाखेरि चाहिँ उहाँहरूको लागि त एक दिन हो नि त, हस्पिटलको ओपिडी अँ, आउनुभयो भने एक दिन हो। अँ, उहाँहरूले चाहिँ के सोच्नुहुन्छ, हामी यति धेरै दुःख गरेर हामी बिदा लिएर हस्पिटल गइरहेछौँ, यति धेरै लाइन बस्नु परेछ, डक्टरहरूलाई के छ एउटा इन्भेस्टिगेसन लेखिदियो पठाइदियो अनि अर्डर दिए जस्तो हुन्छ, त्यस्तो त्यस्तो भन्नुहुन्छ कि होइन। अँ, हाम्रो लाइफ त त्यही 24 मतलब 365 डेज नै भनौँ न होइन। हजुर। स्याटरडे पनि बिदा पाइँदैन उस्तै पऱ्यो भने स्याटरडे पनि हुन त्यही केसहरूको बारेमा पढ्नुपर्छ। त्यही हाम्रो त त्यो लाइफ नै त्यही हस्पिटलको वरपर नै सकिरहेको हुन्छ नि त। पर्सनल लाइफ नै पुरै इम्ब्यालेन्स भइरहेको हुन्छ, हामी होइन। त्यसरी लागिरहेको। अनि हाम्रो हाम्रो मेन्टल स्ट्रेस चाहिँ उहाँहरूले बुझ्न खोज्नुहुन्न कि जस्तो लाग्छ क्या। उहाँहरू त एक दिन आउनुभयो जानुभयो सक्यो, हामीले त त्यो दुःख त्यो सफरिङहरू त एभ्रिडे भोगिरहेको छौँ नि त होइन। हजुर। अनि त्यो भएर चाहिँ कहिले कहिले चाहिँ अलिकति दुःख लाग्छ नेपालमा, गाह्रै छ। Okay. अनि अहिलेको प्रेजेन्ट कन्टेक्स्टमा चाहिँ अब एमबिबिएस डक्टरहरू चाहिँ बाहिर जाने ट्रेन्ड एकदम धेरै चलिरहेको छ नि त। सो वाट कुड बी द रिजन अनि अब कस्तो एक्सन गभर्मेन्टले एक्सन लियो भने चाहिँ सायद स्टप हुन्छ। अघि नि भनिसकेँ मैले होइन, डक्टरहरूलाई जुन दिनुपर्ने रेस्पेक्टहरू स्पेसियली यो प्राइभेट हस्पिटलमा, त्यसपछि अ, अ, सहरहरूमा चाहिँ त्यति धेरै छैन कि होइन, एउटा सेटिस्फ्याक्सन हुने लेभलको छैन नि त। अहिले जस्तो कन्जुमर कोर्टहरूको कुरा पनि आइरहेको छ होइन। सानो सानो मिस्टेक भयो भने चाहिँ एकदमै धेरै फाइन तिर्नु पर्ने। अनि उहाँहरूलाई राम्रोसँग बुझ्नु नै पाउँदैन के कारणले गर्दाखेरि चाहिँ त्यस्तो भएको होला भनेर बुझ्न खोज्नुहुन्न कि। पेसेन्ट चाहिँ एकदमै चाँडो आवेशमा आउनुहुन्छ कि, पेसेन्ट र पेसेन्टको रिलेटिभ्स होइन। अनि त्यसले गर्दाखेरि चाहिँ होइन डक्टरले नै गल्ती गरेको हो भन्ने एउटा छ नि त होइन। अब म एउटा इक्जाम्पल भन्छु होइन। एकपल्ट चाहिँ मैले एउटा भिडियो हेरेको थिएँ क्या सोसियल मिडियामा। अनि भर्खर जन्मेको बच्चा थियो होइन, तिमीलाई थाहा छँदैछ भर्निक्स क्याजियोसाले हजुर। त्यसलाई कभर गरेको हुन्छ नि त। त्यसलाई त हामीले वास गर्ने होइन, 24 आवरसम्म नुहाइदिने पनि होइन भनेर भन्छौँ नि। बच्चालाई सकेसम्म वार्म राख्नुपर्छ किनभने ऊ आमाको पाठ्यघरमा त वार्म इन्भाइरोमेन्टमै हुन्छ होइन। अनि हजुर। त्यहाँनिर चाहिँ कस्तो भिडियो थियो भन्दा एउटा तराईतिरको भिडियो थियो, एकदम जाडो महिनामा थियो होइन। अनि
उहाँहरूले चाहिँ त्यो बच्चालाई हुन्छ नि नर्सहरूले डक्टरहरूले मेरो बच्चालाई नुहाइदिँदै नुहाइदिएन, यस्तो फोहोर निकालिदियो, यी ल हेर्नुहोस् यस्तो फोहोर छ बच्चा, यस्तो गरेर पनि दिने हो। यहाँको डक्टरहरू खत्तम हुन्, नर्सहरू खत्तम हुन्, राम्रोसँग बच्चालाई यस्तो फोहोरमा राखेपछि इन्फेक्सन हुँदैन, त्यस्तो त्यस्तो भनिरहनु भएको थियो कि। उम्, उम्, उहाँहरूले एटलिस्ट ट्राई गर्नुभएको भए किन ननुहाइदिएको होइन, त्यो त्यो त नुहाउनु त जरुरी भएन नि त। अनि त्यो हजुर। भिडियोमा देखिरहेको थियो कि बच्चा पुरै निलो भइसक्यो क्या होइन। त्यो ए, बच्चा बिचरा यति धेरै सफर गरिरहेछ नि, त्यो त अँ, उहाँहरूले नबुझेर बिचरा सानो बच्चाले सफर गर्नु परिरहेछ नि त होइन। हजुर। त्यस्तो कुराहरू चाहिँ कति कुराहरू थाहा हुँदैन होइन। अब जस्तो अब कुनै ठाउँमा एउटा भिडियो पनि आएको थियो होइन, इन्टर्नले सिपिआर दियो, सिपिआर दिन पाइन्छ इन्टर्नले भनेर एउटा ठुलो हेरेको होइन थिएँ। त्यसमा पनि इस्यु हजुर। भइरहेको थियो होइन। हजुर। सिपिआर त लेम्यानले पनि दिन मिल्छ नि त, त्यो त मिल्छ लाइफ नि। सेभिङ प्रोसिजर हो नि त। त्यस्तो हजुर। कुराहरू चाहिँ यदि थाहा छैन, बुझिरहनु भएको छैन भनेदेखि चाहिँ बुझ्न प्रयास गर्नुपर्छ होइन। सबै कुरा थाहा हजुर। हुँदैन विजिटरलाई होइन, उम्, बुझ्न प्रयास त गर्न सकिन्छ नि त होइन। बुझाउँदा बुझाउँदा पनि बुझिएन, प्रब्लम हो जस्तो लाग्यो भने अरू ठाउँमा सोध्न सकिन्छ। तर यत्तिकै आवेशमा आएर डक्टर कुट्ने, हस्पिटल तोडफोड गर्ने उम्, अनि केस हालिदिने, त्यो चाहिँ एकदमै नराम्रो त्यो ट्रेन्ड बस्दै गइरहेको छ कि बसिरहेको छ। नेपालमा। त्यो चाहिँ सबसे एकदमै डिमोटिभेटिङ फ्याक्टर हो कि जस्तो लाग्छ कि। अब त्यो त्यही। बाहेक त अब पैसा छैन, राम्रो करियर छैन होइन, पछि पोस्ट ग्रेजुएट गर्ने बेलामा सब्जेक्टहरू पनि राम्रो त्यस्तो अपर्च्युनिटी छैन, गरिसकेपछि पनि बरु एमबिबिएस गरेर राम्ररी जागिर खान पाइन्छ होला। पोस्ट ग्रेजुएट एउटा स्पेसियालिस्ट भइसकेपछि चाहिँ नेपालमा जागिर खान गाह्रो छ भन्नुहुन्छ क्या। झन् सुपर स्पेसियालिस्टहरूलाई त झन् धेरै गाह्रो छ भन्नुहुन्छ होइन। अब त्यस्तो भएपछि त डिमोटिभेसन त यतिकै नै आइ नै रहन्छ होइन। हजुर। त्यही। अनि सरकारको पोलिसीहरू पनि कस्तो हुन्छ भन्दाखेरि बाहिर सो अफ गर्ने खालको क्या होइन। एकदमै उम्, हुन्छ नि, कालीकोटको एउटा दुर्गम ठाउँमा गएर चाहिँ खतरा खालको हस्पिटल बनाइदिएको हुन्छ होइन, एकदमै यति बेडेड हस्पिटल भन्छ, ठुलो बिल्डिङ बनाइदिएको हुन्छ, तर त्यहाँनिर चाहिने एकदमै बेसिक सर्भिसहरू हुँदैन कि, एउटा सानो एक्सरे हुँदैन। अनि त्यो विकटमा गएर डक्टर गएर के गर्ने त, एउटा एक्सरे पनि छैन, एउटा ब्लडको सिम्पल इन्भेस्टिगेसनहरू हुँदैन भने त्यो बिल्डिङले त के गर्छ आखिर होइन। उम्, त्यस्तो कुराहरू चाहिँ पोलिसीले बस्नुभएको मान्छेहरूले पनि अलिकति नसोच्नु भएको कि जस्तो लाग्छ होइन। हुन त म त्यस्तो कुराहरूमा इन्भल्भ हुनलाई सानै छु होइन, तर पनि त्यस्तो कि कतिपय प्रोग्रामहरू गभर्मेन्टबाट आइरहेको हुन्छ होइन हेल्थ रिलेटेड, तर कस्तो अलिकति नमिल्दो खालको लाग्छ कि कतिपय उम्, ठाउँमा चाहिँ। अनि त्यस्तो बेलामा चाहिँ एज अ डक्टर, एज अ फ्युचर डक्टर भनौँ न होइन, त्यो ठाउँमा गएर मैले नै काम गर्नु छ भनिसकेपछि चाहिँ मलाई चाहिँ त्यतिखेर चाहिँ नराम्रो लाग्छ। अनि त्यही हो। अनि वर्क लाइफ ब्यालेन्स गर्नै गाह्रो छ कि नेपालमा चाहिँ। उम्, रेजिडेन्टहरूको म अहिले लाइफस्टाइल हेरेर आउँछु होइन, यति धेरै उहाँहरूको त, उहाँहरूले त खान पनि फुर्सद पाउनुहुन्न कि कहिले कहिले ओटीमा होइन, बिहान चिया मात्र खाएर आउनुभएको हुन्छ, ओटीमा 4 बजीसक्छ खाना खान जानु भएको हुँदैन कि। दाइहरूलाई उम्, हेरिरहेको हुन्छु उम्, कति धेरै त्यो स्ट्रेसमा हुन्छ उहाँहरूको जब होइन। अनि त्यो स्टडी भनौँ न, पढ्ने टाइम पनि कतिखेर पाउनुहुन्छ होला जस्तो लाग्छ होइन। अनि त्यो भनेको चाहिँ अलिकति वर्किङ आवर बढी छ, स्यालेरी कम छ, अनि पेसेन्टहरू अनि भिजिटरहरू अलि चाँडो फ्रस्ट्रेटेड भइदिनुहुन्छ, अलि चाँडो हुन्छ नि, अलिकति नबुझिकन चाहिँ हजुर। रिसाउनुहुन्छ होइन। अनि सबै कुरा केही मिस्टेक भयो कहिले कहिले त्यो एन्टिसिपेटेड नै हुन्छ क्या, केही नराम्रो आउटकमहरू, त्यसमा पनि बुझ्न खोज्नुहुन्न कि। एकदमै क्रिटिकल्ली इल पेसेन्टलाई इमर्जेन्सीमा आएर डेथ भयो भने पनि डक्टरले गर्दा मारिदिएको हो मेरो उम्, बिरामी भन्ने उम्, त्यस्तो हुन्छ उम्, होइन। त्यही। मान्छेको लाइफ त हामीले पढ्यौँ नि त होइन, फिजियोलोजी पढ्यौँ, एनाटोमी पढ्यौँ, कति धेरै कम्प्लिकेटेड छ होइन। उम्, मेडिकल साइन्सले अझै पनि सबै कुरा बुझ्नै सकेको छैन, कतिखेर कसको डेथ हुन्छ कसरी हुन्छ बुझ्नै सकेको छैन होइन। कतिपय केसमा त हामी आफै सरप्राइज भएर हुन्छौँ, ल यो पेसेन्टको यो पनि ठिक छ यो पनि ठिक छ कसरी डेथ भयो भन्ने कुरा हामी आफै सरप्राइज भएर हुन्छौँ होइन। तर उहाँहरूलाई चाहिँ कस्तो हो भने होइन, हस्पिटल लगेपछि त भाँच्नै पर्छ, हस्पिटल अँ, लगेपछि त पुरा उपचार हुनैपर्छ। उम्, अनि अलिकति कम्प्लायन्स पनि छैन क्या होइन। अब यो उम्, औषधि यसरी खानुहोस् भनेको हुन्छ, यसरी गर्नुहोस् भनेको हुन्छ, त्यो अनुसार उहाँहरू गर्नुहुन्न। अनि यो डक्टर भाटामा गएको त्यसले राम्रो उपचार गरेन, यसको औषधिले छोएन होइन। उम्, त्यस्तो कि एकदमै चाँडो उहाँहरूलाई चाहिँ एकदम चाँडो आउटकम चाहिन्छ कि होइन, हजुर। कन्सिस्टेन्सी छैन। छैन। डक्टर म्याजिसियन त जादुको छडी फुत्त घुमायो अनि त्यसपछि ट्रिटमेन्ट हुने कुनै निको हुने त्यस्तो त हुँदैन नि त होइन एक्चुअल लाइफमा त। त्यस्तो कुराहरू चाहिँ अलिकति, त्यस्तो अनि कुराहरूले अहिले चाहिँ चाहिँ अलिकति अझ यो धेरै च्याट जिपिटी छ, प्लस धेरै गुगलहरू धेरै उम्, सबै त्यही गरेर आउने कि आज डायग्नोसिस त आफै भनिदिनुहुन्छ कि मलाई यस्तो भएको छ त्यस्तो टाइपको कि। अँ,
अनि भनिदिनुहुन्छ नि अहिले चाहिँ कस्तो पनि छ मैले रियलाइज गरेको चाहिँ अब कतिपय डक्टरहरूले चाहिँ भ्लग्सहरू बनाउनुहुन्छ भिडियोहरू उम्, बनाउनुहुन्छ सर्ट्स बनाउनुहुन्छ नि त होइन युट्युबमा अनि त्यसपछि उम्, फेसबुकमा अनि इभन मेरो रिलेटिभ पनि के होइन त्यो डक्टरले भनेको यस्तै नै हो यस्तै नै गर्नुपर्छ यो रोगमा उम्, उहाँहरूले एउटा कन्डिसनलाई भन्नुभएको हुन्छ उहाँहरूले त्यो भन्नुहुन्छ। कन्डिसनहरू त्यो सबै इग्नोर गरिदिनुहुन्छ क्या यस्तो उम्, यस्तो सिम्टम्स आयो भने त यही रोग हो त्यही हो। त्यसको एउटा हुन्छ नि त होइन उहाँहरूले उम्, कतिपय अब इन्कम्प्लिट इन्फर्मेसन पनि हुनसक्छ कम्प्लिट इन्फर्मेसनमा पनि बिरामीहरूले चाहिँ त्यो जे मेन कुरा हो त्यसलाई छोडेर अरू अरू सानो सानो इन्फर्मेसन जोड्नुहुन्छ अनि आफ्नो इन्टरप्रिटेसन बनाइरहनु भएको हुन्छ कि अनि हजुर डक्टरले नै भनेको यस्तो भएको बेलामा यस्तो खानुपर्छ अरे डक्टरले नै भनेको हो उहाँहरूसँग आर्ग्यु गर्नै सकिँदैन कि होइन त्यो अलि भन्नाले भनौँ न एउटै क्लासमा पनि पढाउने त उयो हो कोही कोही मात्र टपर बन्छ नि भनेको अन्त पर्सेप्सन के हो भन्ने कुरा फरक पर्छ नि त होइन के कुरा हजुर लिने हो पढाउने त टिचर त एउटै हो नि त उम्, त्यस्तै क्या डक्टरहरूले भन्ने कुरा त उहाँहरूले त एउटै इन्फर्मेसन दिनुभएको तर पेसेन्टको अन्डरस्ट्यान्डिङको लेभल के छ होइन ले लेम्यानको के छ अन्डरस्ट्यान्डिङको लेभल त्यो अनुसार चाहिँ उहाँले आफ्नै इन्टरप्रिटेसन गरिरहनु भएको हुन्छ कि त्यसले हजुर गर्दा नि हजुर। अलिकति अनि मिसइन्फर्मेसनहरू मिसकम्युनिकेसनहरू चाहिँ हुन्छ जस्तो लाग्छ मलाई हजुर अनि अझ यो धेरै रिमोट एरियातिर चाहिँ झन् धेरै गाह्रो छ कि त्यही भएर पनि अहिले उम्, प्राय जनालाई चाहिँ कस्तो स्केरी टाइपको क्या कति डक्टर कुट्यो नर्स कुट्यो भनेर कति धेरै न्युज आइरहेको छ नि त अँ, नेपालमा उम्, त्यहाँ त्यही त्यही त म पनि हाम्रो बोन्डिङ हुन्छ नि त 2 वर्ष म एकदम विकटमा जाने भनेर होइन फर्स्ट इयरदेखि नै एक्साइटेड थिएँ क्या पाटनले त फेरि विकटमै पठाउँछ अनि मलाई चाहिँ पठाउँछ अब मेरो घर नुवाकोट भयो म चाहिँ अलिक विकटको त्यो इन्भाइरोमेन्ट हेरौँ त्यहाँको होइन कल्चरहरू बुझौँ भन्ने चाहिँ मलाई पहिल्यैदेखि थियो क्या अनि म चाहिँ कालीकोट हुम्ला जुम्ला त्यस्तोमा पाएँ भने त्यतै जाने भनेर सोचिरहेको थिएँ क्या अनि त्यसपछि अनि सिनियरहरूसँग सोध्यो त्यहाँनिर जसले काम गरिसक्नु भयो उहाँ डक्टरहरूसँग सोध्यो अनि उहाँहरूले चाहिँ होइन बहिनी नाउ केटीलाई त एकदमै गाह्रो छ होइन एकदमै धेरै पोलिटिक्स चल्छ अरे क्या उहाँ त्यहाँ चाहिँ एकदमै हुन्छ नि पेसेन्टहरू एकदमै इनोसेन्ट होइन उहाँहरूलाई बिचरा केही थाहा छैन उहाँहरूको लागि एउटा सिटामोल दियो भने पनि एकदमै खुसी हुने पेसेन्टहरू होइन त्यस्तो खालको हुनुहुन्छ अरे तर जति पनि त्यहाँ टाठा बाठा मान्छेहरू हुनुहुन्छ नि उहाँहरू चाहिँ एकदमै चलाक हुनुहुन्छ अरे क्या इभन एकदमै इमर्जेन्सी कन्डिसनमा हेलिकप्टर मगाउनु पर्यो होइन त्यस्तो गर्नु पर्यो भने पनि त्यो ठुलो मान्छेको त्यहाँको अध्यक्षहरूको होइन त्यहाँको उहाँहरूको चाहिँ पर्मिसन नभइकन हुँदैन अरे क्या यदि त्यो अर्को पार्टीको मान्छे छ त्यस्तो भने त कतिको अप्ठ्यारो पर्छ अरे कि पेसेन्टलाई पनि इभन डक्टरलाई पनि के एकदम हेल्प बनाइदिनुहुन्छ अरे उहाँहरूले भनेअनुसार गरिदिएन भने होइन कहिले कहिले गलत कामहरू पनि गर्न लगाउनुहुन्छ अरे होइन गलत रिपोर्ट्सहरू बनाउन लगाउनुहुन्छ अरे अनि उहाँले भनेको मानेन भने चाहिँ एकदमै दुःखै दिने नियतले चाहिँ कामहरू बिगारिदिनुहुन्छ अरे भन्नुहुन्छ होइन दाइहरूले अनि त्यसपछि चाहिँ एकदम नमजा लाग्छ क्या होइन एउटा सेवा गर्छु आफूले केही सिकेको कुराहरू बुझाउँछु होइन आफ्नो नलेज एक्सपिरियन्स स्किल्सहरूलाई सेयर गर्छु भनेर यहाँदेखिबाट जहाँ गयो अनि त्यहाँ गएर आफ्नो मर्जीले आफूले जानेको कुराहरूलाई त्यसरी सेवा दिन सकिएन भने त त्यो जस्तो नमजा त के हुन्छ र होइन त्यही नेपालमा चाहिँ सबै ठाउँतिर पोलिटिक्स इन्भल्भ के होइन अब स्कुलतिर पनि पुरै पोलिटिक्स इन्भल्भ भइरहेको हुन्छ होइन अब त्यो मजाले फ्रिली पढ्ने ठाउँतिर पनि अनि अब मेडिकल फिल्डमा पनि त धेरै पोलिटिक्स इन्भल्भ हुँदो रहेछ कि उम्, हेर्दाखेरि चाहिँ बाहिरबाट खासै देखिँदैन तर भित्रभित्र के अँ, हाम्रो कलेजमा चाहिँ छैन फेरि है धन्न लक्की हो हामी त त्यो कुरामा के हामीलाई केहीले छुँदैन नि होइन होइन जस अन्डर ग्रेजुएट सोसाइटी हो तर त्यो आफ्नै जस त्यो चाहिँ अब हाम्रो अँ, स्टुडेन्टको हेल्पको लागि हामीलाई के प्रेसर छैन क्या भन्नाले हजुर होइन आज त आन्दोलन हो तिमीहरू जानै पर्छ भनेर पनि हजुर कसैले छैन भन्नुहुन्छ त्यो छैन हाम्रो आफ्नै कुरा हो नि त आफ्नै डिसिजन हुन्छ कति हामी एमबिबिएसमै हुँदाखेरि कतिपल्ट माइती घरमा चाहिँ कति आन्दोलनहरू भयो होइन डक्टरहरूको लागि अनि हजुर हामी कुनै कुनैमा पार्टिसिपेट पनि भयौँ होइन उम्, अनि तर हेर न अब कति धेरै मागहरू छन् डक्टरहरूको उम्, जस्ट के मागेको हो र अलिकति सेफ इन्भाइरोमेन्ट होस् भन्ने कुरा उम्, मात्र हो नि एकदमै धेरै स्यालेरी दिनुपर्छ भन्ने कुरा त्यो डक्टरको मनभित्र भए पनि बाहिर त्यस्तो चाहिन्छ चाहिन्छ भनेर त कसैले पनि भनेको छैन नि त देशको छैन आर्थिक अवस्था बुझ्दै डक्टरहरूले ल ठिक छ त भनेर कम कम्प्रोमाइज गर्न पनि रेडी नै भइरहेको छन् नि त तर हजुर एउटा सेफ इन्भाइरोमेन्ट यस्तो धेरै मिहिनेत गरेर पढ्ने विषय छ होइन यति धेरै हुन्छ नि वर्किङ आवर्स छ स्लिपलेस नाइट होइन अनि कति धेरै रेस्पोन्सिबिलिटीको कुरा हो नि त त्यस्तो इन्भाइरोमेन्टमा काम गरेर मान्छेहरूको लागि एउटा सेफ इन्भाइरोमेन्ट होइन एउटा काम इन्भाइरोमेन्ट त दिन सक्छ नि त सरकारले चाह्यो भने होइन बेसिक त्यतिको लागि चौधरी कति त भयो कति नि आन्दोलन गर्यो अनि
अनि जति पनि उहाँले सम्झौता गर्नुहुन्छ त्यो चाहिँ पेपरमा मात्र सीमित हुन्छ क्या। अनि जहिले पनि डक्टर नै डक्टर नर्स नै मर्कामा परिरहेको हुन्छ उहाँहरूको जुन यो डिसिजनहरूले क्या। अनि त्यो चाहिँ त्यही अलि त अब नराम्रै लाग्छ न्युज। त्यो हजुर पनि होला कि एउटा डिमोटिभेटिङ फ्याक्टर चाहिँ नेपालमा काम गर्ने डक्टरहरूको लागि, अनि त्यही भएर विदेश जान्छन् जस्तो लाग्छ। त्यही त अब कति धेरै सेक्रिफाइस हुन्छ होइन, कति धेरै हार्डवर्कहरू हुन्छ, अनि जस डिजर्भिङ स्यालेरी डिजर्भिङ रेस्पेक्टै छैन होइन। अनि अब बाहिर यही कुरा होइन। गऱ्यो भने चाहिँ बाहिर चाहिँ पर आवरले कति कति अन भइरहेको हुन्छ। बाहिर त नर्सलाई नै एकदम धेरै रेस्पेक्ट छ, झन् डक्टरलाई धेरै रेस्पेक्ट भइहाल्यो होइन। त्यो सबै अँ, प्रोफेसनलाई चाहिँ इक्वली ट्रिट गर्ने, त्यो देखेपछि इन्भाइरोमेन्ट नै अर्कै कि। अनि त्यही उम्, भएर पनि अब त्यस्तै छ। त्यही जस अब त्यता होप गएर यो चाहिँ पनि त्यो चाँडै इन्ड होस् होइन, नजर त यस्तै भइरह्यो भने त नेपालमा त कोही पनि बस्दैन नि त। बस त एकदम धेरै स्कार्स हुन्छ कि। यति धेरै भनौँ न, यति धेरै लगानी गरेर देशले बनाइरहेछ नि त डक्टर होइन। मलाई पनि फर्स्ट इयरतिर सबैजनाले रिलेटिभहरूले पनि क्या होइन, विदेश गयो भने त डक्टरको लागि एकदमै राम्रो छ, अहिलेदेखिबाट सोच्नुपर्छ है त्यस्तो भन्नुहुन्थ्यो, साथीहरूले पनि भनिरहन्थ्यो होइन। अनि म चाहिँ सोच्थेँ क्या, म स्कुल पनि गभर्मेन्ट पढेँ, कलेज पनि गभर्मेन्ट जस्तै नै भयो, स्कलरसिपमै पढेँ मैले प्लस टू पनि। अनि त्यसपछि अहिले पनि सरकारकै स्कलरसिपमा पढिरहेको छु होइन। अनि त्यो भनेको त नेपाली जनताको करले पढेको हो नि त म होइन, कर हजुर, उहाँहरूले तिर्नुहुन्छ त्यसले सरकारको पढेको। इन्भेस्टमेन्ट एउटा विदेशको होइन। पैसा भन्नु त म त जनताको पैसामै पढिरहेको छु नि त खासमा भन्यो भने हजुर होइन। हजुर। मलाई चाहिँ के रियलाइजेसन हुन्थ्यो अलिकति सोच, धेरै सोच्छु म होइन, इमोसनल्ली पनि सोच्छु। अनि मलाई चाहिँ हुन्छ नि देश प्रेम भन्ने कुराले साँच्चैमै छुन्छ क्या। अनि मलाई चाहिँ के रियलाइजेसन हुन्थ्यो भन्दा, होइन यति धेरै लगानी गरेको छ, मैले पनि केही दिनु त पर्छ नि होइन। हुन त फ्रीमा त दिने होइन, तर पनि मबाट केही नेपाली जनताले अलिकति केही सेवा सुविधा पाउन सक्यो, मैले गर्दा कसैको जीवन अलिकति हुन्छ नि रोगमुक्त बनाउन सक्यो, अलिकति सफरिङलाई कम गराउन सक्यो भने त्यसले गर्दा केही त कन्ट्रिब्युट गर्छ भन्ने चाहिँ मलाई हुन्थ्यो कि होइन। अनि म सबैलाई होइन म त विदेश त मरे पनि जाँदिनँ, म त यहीँ बस्ने हो यहीँ बस्ने हो भन्थेँ क्या सधैँभरि होइन। अनि अनि बिस्तारै 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 चाहिँ त्यो विदेश जाने त मेरो दिमागमा छँदै थिएन क्या सुरु सुरुको इयर्सहरूमा। अनि हजुर। थर्ड फोर्थ इयर अहिलेसम्म आइपुग्दाखेरि चाहिँ कहिले कहिले के ब्याक अफ द माइन्डमा साँच्चै म नेपाल बसेर गर्न सक्छु र साँच्चै म त्यो सबै स्ट्रेसहरूलाई ह्यान्डल गर्न सक्छु र मेरो वर्किङ इन्भाइरोमेन्ट मैले सहन सक्ने खालको हुन्छ र भन्ने कुरा चाहिँ कहिले कहिले प्रश्न आउँछ कि। होइन हजुर। बरु 2 4 वर्ष विदेश गएर अलिकति लाइफलाई अलिकति के सेटल बोलेर पारेर बल्ल नेपाल फर्किने हो कि। भन न म नेपाल म विदेश जिन्दगी जान्न भनेको मान्छेमा त यस्तो यो सबै त यो होइन। सर्कमस्टान्सेसहरूले जुन हजुर। इन्सिडेन्टहरू भइरहेको छ डक्टरमाथि नर्समाथि होइन, जति पनि मैले देखिरहेको छु यसले गर्दा हो नि त। मलाई त्यो नेगेटिभली चाहिँ अलिकति डिमोटिभेट चाहिँ गरि नै रहेको छ क्या मलाई होइन। हजुर। म विदेश त होइन जान पायो भने जान्छु कि जस्तो नि लाग्छ क्या। होइन त्यही पनि कहिले कहिले सोचिरहेको हुन्छ होइन नेपालै बस्ने पाएसम्म त भन्ने सोच्छु होइन। अनि हजुर। कहिले कहिले चाहिँ यस्तो जब यो हस्पिटलहरूमा जति पनि यो झगडाको केसहरू आउँछ, डक्टरमाथि आरोपहरू आइरहन्छ, हामीले चाहिँ सजिलै मतलब सुरुमै प्रोटेक्टिभ भइदो रहेछ क्या, ए डक्टरले चाहिँ यस्तो गर्नु भएको छ भनेपछि यो कारणले गर्दाखेरि गरेको हो कि होइन। हुन त म भन्दिनँ डक्टरको कहिले पनि मिस्टेक हुँदैन, नर्सहरूको कहिले पनि मिस्टेक हुँदैन भनेर त भन्दिनँ, मान्छे हो मिस्टेक हुन्छ जोबाट पनि हुन्छ होइन। तर त्यसको पनि त एउटा छुट्टै बडी छ नि त, मिस्टेक हो कि होइन भनेर इन्भेस्टिगेसन गर्ने बडी छ। गल्ती भयो भने सजाय पनि पाउनुपर्छ होइन। तर बुझ्दै नबुझिकन जति यस्तो आक्रोशमा जति यस्तो हाल्ने होइन। झगडा अनि भन न कति ठाउँमा त इभन ह्यारेसमेन्टको केसहरू होइन, इभन अस्ति पनि रेप गर्ने प्रयास गरे रे होइन, हजुर। हेल्थ केयर प्रोफेसनलमाथि। त्यो त कस्तो सुन्दै हेर न कस्तो अनसेफ लाग्छ नि होइन। अनि यस्तो ठाउँमा कसरी म एउटा केटी डक्टर भएर होइन कसरी गर्न सक्छु होला, त्यो भित्र डर आउने क्या होइन। मैले त एउटा सानो गल्ती गरेँ भने मेरो त जिन्दगीभरिको पैसा त आफ्नो ठाउँमा पैसाको त कुरा भएन होइन, मेरो त एउटा प्रतिष्ठा जान्छ नि त, त्यो त एउटा मेरो मोटिभेसन जान्छ, मेरो कन्फिडेन्स जान्छ, सबै कुरा जान्छ नि। मैले त एभ्रिथिङ म त लुज गर्छु नि त होइन। हजुर। अनि त्यो कुराले चाहिँ कहिले कहिले चाहिँ होइन विदेश पनि एउटा लास्ट लास्टतिर भए पनि अप्सनमा चाहिँ राख्नुपर्छ भनेर चाहिँ कहिले कहिले मलाई पनि रियलाइज हुन्छ। भनेपछि त अब अरूलाई त हुन्छ होला सायद यस्तै यस्तै इन्भाइरोमेन्टले गर्दाखेरि होला। यो कुरामा चाहिँ
सरकारले सोच्नु पर्ने हो जस्तो लाग्छ होइन, डक्टर बनाइदिएर मात्र हुँदैन होइन। यत्रो लगानी छ, यदि यो आफूले बनाएको डक्टरलाई आफ्नै देशमा राख्न सक्यो भने त उनीहरूबाट पनि त केही लिन सक्छ, यति कम स्यालेरीमा नि मानिरहेको छ होइन। भनेदेखि त त्यो त एकदमै राम्रो हो नि त सरकारको लागि पनि होइन र। त्यो चाहिँ केही त हुनुपर्छ जस्तो लाग्छ वर्किङ इन्भाइरोमेन्टको लागि, ब्यालेन्सको लागि, एभ्रिथिङको लागि चाहिँ। त्यही त त्यही त त्यही त। अनि दिदी होइन अब हजुरले एकदम धेरै अब होइन बाहिर जस जिल्लाबाट आएर एकदम धेरै हार्डसिप गरेर फाइनल्ली अब इन्टर्न डक्टर गर्दै हुनुहुन्छ होइन, अनि पिपुलहरूलाई चाहिँ सर्भ गर्दै हुनुहुन्छ। सो अल्टिमेटली चाहिँ अब यो सबै कुरा छँदैछ, लास्टमा चाहिँ कस्तो फिल हुन्छ एज अ डक्टर भएर सर्भ गर्दाखेरि चाहिँ? मलाई त एकदमै खुसी लाग्छ क्या अहिले चाहिँ, किनभने पेसेन्टहरू सुरुमा आउँदाखेरि चाहिँ एकदमै सफरिङले गर्दाखेरि एकदम एजिटेटेड भइरहनु भएको हुन्छ होइन। अनि जतिखेर हामीले सर्भ गरिसकेपछिको उहाँहरूलाई डिस्चार्जको बेलामा आउँछ, जतिखेर हामीले ओपिडीबाट ड्रग दिने बेला आउँछ होइन, उहाँलाई घर पठाउने बेला आउँछ नि अल्टिमेटली, त्यो बेलामा चाहिँ उहाँहरूमा एउटा सेटिस्फ्याक्सन देखिरहेको हुन्छ क्या मैले उहाँहरूको फेसमा। अनि अलिकति राम्रोसँग हाम्रो नेपाली पेसेन्टहरूलाई धेरै केही गर्नै पर्दैन क्या, राम्रोसँग बोलिदियो, उहाँहरूको कुरा राम्रोसँग सुनिदियो भने सायद आधी रोग त बिसो हुन्छ होला क्या, आधी सिम्टम्स त बिसो हुन्छ रोगको त कुरा नगरौँ होइन। उहाँहरू एकदम ल डक्टर साहब ठिक छ, हजुरले यस्तो सुनिदिनु भयो, मन हल्का भयो भन्दै जानुहुन्छ क्या। कति पेसेन्ट मैले एकदमै त्यो अहिलेसम्मको एक्सपिरियन्समा धेरै पेसेन्टहरूसँग चाहिँ त्यसरी इन्टरेक्सन भइसकेको छ होइन। अनि त्यो चाहिँ सबसे धेरै सेटिस्फाइड हुने कुरा चाहिँ त्यो हो कि। अनि यो छुट्टै खालको हुन्छ नि, त्यो ट्रेजर नै हो कि मेरो लागि चाहिँ, एकदम मोटिभेट गर्छ क्या। हुन्छ हुन्छ नि अल्छी लागेको बेलामा पनि हो त्यो पेसेन्टले मलाई त्यस्तो भन्नुभएको थियो है भनेर हुन्छ, पढौँ पढौँ लाग्ने हुन्छ होइन। त्यो भएर मलाई त्यस्तो रिग्रेट छैन एमबिबिएस एक्सिडेन्टली पढियो जस्तो लाग्छ होइन। त्यस्तो अब बच्चैदेखि डक्टर बन्छु भन्ने त थिएन होइन, पढियो तर अहिले चाहिँ त्यस्तो रिग्रेट छैन। अनि एकदमै एक्सिलेन्ट डक्टर बन्छु जस्तो त लाग्दैन मलाई होइन, किनभने म एकदम चाहिने कुरा चाहिँ यो कुरा चाहिँ मैले जान्नै पर्छ भन्नेको कुराहरूलाई चाहिँ म अलिक प्रेसरमै पर्छु, नत्र भने ओहो मलाई सबै कुरा आउनुपर्छ जस्तो मलाई लाग्दैन होइन। किनभने हामीले हाम्रो सिनियर हुनुहुन्छ, हामीले कन्सल्ट गर्न सक्छौँ, अहिलेको जमानामा सबै कुरा दिमागमा राखेर हिँड्नुपर्छ भन्ने छैन जस्तो लाग्छ होइन। तर इमर्जेन्सी कुराहरूलाई चाहिँ म्यानेज गर्न जान्नु पर्यो। अनि आफ्नो आफ्नो वर्क लाइफ, आफ्नो मेन्टल हेल्थ सबै कुरालाई ब्यालेन्समा लैजान सक्नु पर्यो होइन। अनि चाहिने कुराहरू चाहिँ जान्नुपर्छ। त्यो जानिसकेपछि चाहिँ एउटा राम्रो कम्युनिकेसन स्किल भयो भने, पेसेन्टको कुराहरूलाई सुनिदिन सक्ने क्षमता भयो भने चाहिँ राम्रो डक्टर बनिन्छ जस्तो लाग्छ होइन। त्यही भएर अहिले चाहिँ जस्तो सुकै भए पनि म एउटा राम्रो डक्टर चाहिँ बन्छु, एटलिस्ट आफूलाई चाहिँ सेटिस्फ्याक्सन हुनु पर्यो होइन, त्यस्तो खालको फिलिङ्स आउँछ। अनि जस खुसी लाग्छ, आज जे छु त्यसको लागि चाहिँ एकदम खुसी लाग्छ। ए हजुरको लाइक सोचाइहरू नै कस्तो कि एकदम मग्न हुने टाइपको छ, एकदम राम्रोसँग जो सोच विचार एकदम राम्रो छ क्या। एन्ड आइ एम स्योर कि तपाईँ भोलि पर्सि एकदम राम्रो डक्टर बन्नुहुन्छ। आई होप सो। अनि सोचे जस्तो त हुँदैन होइन, अब अप्स एन्ड डाउन्स आउला, सोचाइ पनि परिवर्तन हुन सक्छ विथ द टाइम होइन। तर एउटा डक्टर बन्नुभन्दा अगाडि चाहिँ एउटा गुड ह्युमन बिङ बन्नुपर्छ जस्तो लाग्छ कि मलाई। हजुर डक्टर, नर्स, टिचर जेसुकै भनौँ होइन, त्योभन्दा अगाडि चाहिँ एउटा गुड ह्युमन बिङ बन्नुपर्छ। अरूको सफरिङलाई अलिकति मात्र पनि कम गराउन सक्यो भने चाहिँ आफैलाई आफ्नै सफरिङ कम हुन्छ क्या, ह्याप्पिनेस मिल्छ क्या हामीलाई होइन। अरूलाई अलिकति मात्र सहयोग गर्न सकेको दिन होइन, रोडमा मागिरहेको मान्छेलाई अलिकति पैसा दियो, अलिकति खानेकुरा दियो भने पनि कस्तो खुसी लागेर आउँछ नि होइन। त्यो त्यो भनेको चाहिँ छुट्टै आनन्दको कुरा हो क्या। पैसा मात्र पैसा नै खोज्ने हो भने चाहिँ नेपालमा बसेर गाह्रै छ जस्तो लाग्छ होइन। तर नेपालमा चाहिँ विदेशमा भन्दा एउटा एक्स्ट्रा पाउने भनेको चाहिँ त्यही हो, सेटिस्फ्याक्सन चाहिँ हुन्छ पेसेन्टहरूलाई। जब हाम्रो सर्भिसबाट खुसी हुनुभयो भने चाहिँ त्यो जस्तो सेटिस्फ्याक्सन चाहिँ विदेशमा अलिक त्यो इमोसनल्ली एट्याचमेन्ट हुँदैन कि जस्तो लाग्छ कि मलाई। त्यही त त्यही त। आफ्नै नेपालीहरू यहाँ तर नेपालीहरू एकदम धेरै कस्तो काइन्ड हुनुहुन्छ क्या हजुरले भन्नुभएको जस्तै उम्, होइन। उम्, अब उम्, हामी त जे भए पनि सिकारहरू केही सिक्न जाँदाखेरि पनि मजाले दिने कि। अनि त्यो सुरु उम्, सुरुमा त क्यानलाइजेसन गर्दाखेरि कति बिग्रिन्थ्यो है। अनि त्यही पनि उम्, खासै केही त्यस्तो रियाक्ट गर्नु हुँदैन, ठिकै छ सिक्ने उम्, त हो नि भन्ने। अब कोही कोही एक्सेप्सनमा जस अब नगर्नु त भनिहाल्नुहुन्छ, तर कतिले चाहिँ एकदम राम्रोसँग त्यो वेलकमिङ नेचर चाहिँ छ कि उहाँहरूप्रति उम्। होइन।
त्यही के सोच न, अब हामी इभन कहिले कहिले पार्लर गयौँ, हामीलाई कपाल काट्नु छ भने हामी अलि एक्सपिरियन्स छ कि छैन भनेर सोध्छौँ, हो कि नै भन न। त्यही अब त। कपडा सिलाउन टेलरतिर गयो भने अलिकति एक्सपिरियन्स्ड होस् भन्ने सोच्छौँ नि। हामीलाई त्यो दुई हजुर। 2 मिनट लगाउने कपडा, अनि त्यसपछि केही समयको लागि त्यो बढेर आउने कपाल, त्यसमा त हामी कति धेरै कसियस हुन्छौँ होइन। होइन, हजुर। एभ्री कुरामा हामीलाई एक्सपिरियन्स्ड मान्छे चाहिएको छ नि त होइन। उहाँहरूले त आफ्नो ज्यानको बाजी राखेर यार होइन त्यस्तो, उहाँहरूले त हामीलाई सिक्नको लागि दिइरहनु भएको छ नि। यसको लागि त जति धन्यवाद दिए पनि त्यो कम नै हुन्छ क्या। म हजुर। एकदम ग्रेटफुल नै छु एभ्री पेसेन्ट, अहिलेसम्म जति मैले पेसेन्टसँग सिक्ने मौका पाएँ होइन, उहाँहरूप्रति त म सधैँ नै एकदमै कृतज्ञ नै छु है। एकदम खुसी लाग्छ कि मलाई। अनि म कहिले 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 मिस्टेक हुन्छ, तर म चाहिँ के गर्छु भन्दाखेरि कुनै नयाँ प्रोसिजर छ भने म कहिले पनि त्यो गरिहाल्दिनँ क्या। अपर्च्युनिटी आयो भन्दैमा म चाहिँ गर्दिनँ, किनभने मलाई चाहिँ एउटा डर लाग्छ कि उहाँहरूको लाइफसँग त होइन त्यसरी आफूले सिक्नु छ भनेर खेल्नु हुँदैन जस्तो लाग्छ। अनि धेरै पटक हेरिसकेपछि, अब्जर्भेसन गरिसकेपछि चाहिँ अनि अरू कोही सिनियरको सुपरभिजनमा चाहिँ म गर्छु क्या प्रोसिजरहरू होइन। अनि त्यसपछि त्यसमा पनि कहिले कहिले मिस्टेक भयो भने चाहिँ म चाहिँ यसरी सिकिरहेको हो, यस्तो भयो माइन्ड नगर्नु होला भनेर गर्छु। एकदमै लाइफ थ्रेटनिङ कन्डिसन आउनेवाला छ जस्तो लाग्यो भने चाहिँ झन् धेरै कसियस हुन पर्यो होइन। त्यस्तो कुराहरू चाहिँ हामीले होइन सिक्नुपर्छ भनेर यत्तिकै पेसेन्टलाई हेर्दै नहेरिकन गएर प्रोसिजरहरू गरिदिने घोचिदिने त्यस्तो काम चाहिँ गर्नु हुँदैन जस्तो लाग्छ। मेरो अब जुनियरहरूलाई पनि होइन एडभाइस चाहिँ यो एउटा भन्न चाहन्छु कि किनभने पेसेन्टले दिनु भएको छ भन्दैमा उहाँहरूमाथि इन्जस्टिस चाहिँ गर्न मिल्दैन हामीले होइन। हजुर। त्यही उहाँहरूको त्यो जेनेरोसिटीको चाहिँ हामीले बेफाइदा चाहिँ उठाउनु हुँदैन जस्तो लाग्छ कि। त्यही त। त्यही त। दिदी, अनि अब यो एडभाइसको कुरा सँगसँगै होइन, अरू चाहिँ के एडभाइस दिन चाहनुहुन्छ हजुर, यो सीमा अहिले जुन इक्जाम आइरहेछ नि त एमबिबिएसको, यो इन्ट्रान्स प्रिपेरिङ स्टुडेन्टहरूलाई चाहिँ अरू केही एडभाइस? अब खासमा भन्ने हो भने सबलाई थाहा हुन्छ क्या के गर्ने भन्ने कुरा चाहिँ। अहिले इभन अब त अहिले त च्याट जिपिटीको जमाना छ होइन। कसरी पढ्ने के पढ्ने भन्यो भने यति धेरै लामो लिस्ट जे चाहिन्छ सबै दिन्छ क्या च्याट जिपिटीले, हो कि नै भन न। हजुर। सबलाई थाहा हुन्छ के गर्ने के नगर्ने, उनीहरूलाई थाहा हुन्छ कसरी पढ्ने भनेर पनि थाहा हुन्छ, रिभिजन एकदमै मस्ट हो भन्ने कुरा पनि थाहा हुन्छ, कन्सिस्टेन्सी भनेको पनि थाहा हुन्छ। तर थाहा भएको कुरालाई इम्प्लिमेन्ट चाहिँ गरिरह हुँदैनौँ क्या। हाम्रो मेन प्रब्लम नै त्यही हो होइन। हामी धेरै आत्तिन्छौँ, हामी आफूलाई अरूसँग कम्पेयर गर्छौँ होइन। पढ्ने टाइममा चाहिँ एकदमै धेरै इमोसनल अप्स एन्ड डाउन्स चाहिँ भइरहेको हुन्छ होइन। त्यो कुराहरूलाई चाहिँ ह्यान्डल गर्न नसक्नु नै मेन प्रब्लम हो जस्तो लाग्छ कि मलाई चाहिँ। हजुर। त्यही भएर एकदमै काम हुने हो, आरामले पढ्ने हो कि बुझ्दै पढ्ने हो। अब इन्ट्रान्स एक्जाम पास गर्छु भन्ने हिसाबले पढ्ने भन्दा नि यो कुरा त मलाई चाहिन्छ है, पछि पनि चाहिन सक्छ भन्ने कुराले पढ्यो, त्यो सोचेर पढ्यो भने चाहिँ अझ फ्रुटफुल हुन्छ जस्तो लाग्छ होइन। अनि अलिकति आफूलाई पनि टाइम दिनुपर्छ क्या। अब मेन्टल हेल्थ कति इम्पोर्टेन्ट छ सबैलाई थाहा छँदैछ अहिलेको जमानामा होइन। एउटा अलिकति आफूलाई पनि टाइम दिनुपर्छ। जबरजस्ती गरेर मतलब 18 आवर्स पढ्छु पढ्छु भनेर लागेर त्यो यदि त्यो प्रोडक्टिभ भएको छैन भने चाहिँ केही पनि काम छैन कि। यदि मजाले पढ्ने प्रोडक्टिभ वेमा पढ्ने हो भने 8 घन्टा पनि सफिसियन्ट हुन्छ जस्तो लाग्छ कि मलाई, मेरो आफ्नो एक्सपिरियन्समा चाहिँ होइन। हजुर। अनि अनि मेन कुरा त्यो कम्पेरिजन चाहिँ गर्नु हुँदैन क्या। मसँगै पढेको साथी अथवा मभन्दा कमजोर, प्लस 2मा मभन्दा कमजोर साथीको यति मार्क्स आइरहेछ, मेरो त मार्क्स नै आइरहेको छैन, ल म त धेरै कमजोर भएँ कि, अस्तिको पालिमा यति मार्क्स आएको थियो अहिले त झन् घट्यो, म त धेरै कमजोर भयो कि, त्यस्तो भनेर सोचेर त्यसले चाहिँ एकदमै नेगेटिभली त्यो एफेक्ट गरिरहेको हुन्छ देखि होइन। गर्छ। अनि त्यसपछि हाम्रो झन् पर्फर्मेन्सलाई कम गराइरहेको हुन्छ कि। अनि हजुर। त्यो भयो। अनि अर्को चाहिँ लास्ट टाइम रिभिजनको लागि चाहिँ केही हुनुपर्छ जस्तो लाग्छ, मैले रियलाइज गरेको छु। मैले चाहिँ नोट्स, सानो सानो नोट्सहरू बनाएको थिएँ होइन। हामीले हजुर। के गर्छौँ भन्दाखेरि पढ्छौँ 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 अनि बिर्सिन्छौँ क्या। त्यो त नेचुरल कुरा हो नि त, पढ्नु बिर्सिनु भनेको त होइन। यति धेरै इन्फर्मेसन हुन्छ इन्ट्रान्सको बेलामा झन्। अनि लास्ट टाइममा लाइक 2-3 दिन अगाडि चाहिँ यति कुरा चाहिँ म पढेर भ्याउँछु है भन्ने कुरा होइन, मस्ट नो कुराहरू जुन चाहिँ बिर्सिन सक्छ कि भन्ने लाग्छ नि, त्यस्तो कुराहरूको चाहिँ नोट हुनपर्छ लास्ट टाइम रिभिजनको लागि जस्तो लाग्छ। अनि अर्को चाहिँ अब त्यही स्लिप अनि हाइड्रेसनहरू चाहिँ मेन्टेन गर्नु पर्यो होइन। हजुर। अनि स्क्रिन टाइमलाई कम जति कम गराउन सक्यो त्यति राम्रो भयो। अनि आफ्नो सर्कल पनि डिसाइड गर्न जान्नुपर्छ क्या। त्यो चाहिँ एकदमै धेरै म्याटर गर्छ होइन। फ्रेन्ड सर्कल कस्तो छ, अलिक प्रोडक्टिभ फ्रेन्डहरूसँग बस्यो भने चाहिँ पढ्ने मोटिभेसन आइरहन्छ होइन। अनि साथीहरू जाऊँ जाऊँ आज यता घुम्न जाऊँ उता घुम्न जाऊँ भन्ने खालका साथीहरू भयो भने चाहिँ मजा आउँदैन क्या। त्यही त। त्यतिखेर ध्यान भइरहेको हुन्छ क्या हाम्रो चाहिँ। त्यो हजुर। कुरा नि याद राख्नु पर्यो होइन।
अनि अ, त्यो लाइफमा यो कुरा भएन भने चाहिँ केही पनि छैन, म त खत्तमै हुन्छु भन्ने चाहिँ सोच्नु हुँदैन कि। यदि होइन मलाई डक्टर नै बन्नु छ, म डक्टर राम्रो राम्रो डक्टर बन्न सक्छु भन्ने भयो भने चाहिँ इयरलस गर्दाखेरि पनि त्यस्तो नराम्रो चाहिँ केही हुँदैन। तर आफूलाई मोटिभेट चाहिँ गरिराख्न सक्नु पर्यो त्यसको लागि होइन, सुरुमै प्रिपेयर हुनु पर्यो। अनि डक्टरै बन्छु भन्ने हो भने अरू केही पनि अप्सन नराख्ने, त्यसमै मात्र फोकस हुने हो, मजाले पढ्ने हो। अहिले त झन् नेगेटिभ मार्किङ पनि हुन्छ होइन, हाम्रो पालामा हुँदैन थियो, त्यही भएर उम्, नेगेटिभ मार्किङ हुने भएपछि चाहिँ अलि हुन्छ नि कन्सियस हुनु पर्यो। उम्, अनि इन्ट्रान्समा चाहिँ कस्तो हुन्छ भन्दाखेरि थोरै मात्र हुन्छ कि एकदमै गाह्रो क्वेसन चाहिँ, उम्, 10-15वटा जति मात्र गाह्रो क्वेसन हुन्छ, अरू चाहिँ एभरेज हुन्छ, इभन बिलो एभरेज खालको क्वेसनहरू हुन्छ, इजी खालको क्वेसनहरू हुन्छ। अनि नाम निकाल्ने भने चाहिँ कसरी हुन्छ भन्दा जसलाई चाहिँ एभरेज कुराहरू, बिलो एभरेजको कुराहरू, सिम्पल कुराहरू थाहा हुन्छ नि त्यस्तोले बढी नाम निकाल्छन् कि। कोही कोही हुन्छ एकदमै धेरै पढ्ने होइन, इन्डियन राइटरको बुकहरू पनि सब पढ्ने, खतरा पढ्ने, 18 घन्टा पढ्ने खालका स्टुडेन्टहरू उम्, हुन्छन्, उनीहरूले चाहिँ गाह्रो 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 क्वेसनमा चाहिँ एकदमै फोकस गरेर हुन्छन् कि। उम्, अनि त्यसपछि सिम्पल कुराहरू बिगारिदिएर हुन्छन्, अनि क्वेसन बराबर। राम्रोसँग नपढेर चाहिँ बिग्रिरहेको हुन्छ होइन। त्यो उम्, नट अनि एक्सेप्टको कुराहरू हो नपढेर क्या, हो त्यो एउटा क्वेसन वर्डले पढ्दै चाहिँ राम्रोसँग ख्याल नगरेर। त्यस्तो भयो भने चाहिँ गाह्रो हुन्छ नाम निकाल्न होइन। त्यही भएर उम्, एकदमै काम हुनु पर्यो। अनि एक्सेप्ट गर्नु पर्यो क्या, आफ्नो लेभललाई चाहिँ एक्सेप्ट गर्नु पर्यो होइन। अनि आफूलाई पनि कहिले कहिले अब पढ्न मन लागिरहेको छैन भने आफूलाई के गरेर खुसी मिल्छ, काहीँ गएर खुसी मिल्छ कि केही गरेर खुसी मिल्छ कि जानु पर्यो होइन। अनि कहिले पनि एडभाइस लिनलाई चाहिँ त्यो हेजिटेट हुनु भएन क्या उम्, होइन। हजुर। सिनियरसँग, आफ्नो साथीसँग, जोसँग पनि होइन, अब आफ्नो कुराहरू सेयर गर्नु पर्यो यदि धेरै गाह्रो भइरहेको छ भने चाहिँ होइन। खालि सोच्या छ एउटै कोठामा बस्नु, इन्ट्रान्स पढ्दाखेरि त एउटै कोठामा बसेको हुन्छ, त्यही पढिरहेको हुन्छ, पढेको कुरा बिर्सिरहेको हुन्छ, अनि एकदमै फ्रस्ट्रेटेड भइन्छ क्या नत्र भने चाहिँ होइन। अब त्यो कुराहरू चाहिँ ब्यालेन्समा लान सक्यो भने चाहिँ त्यस्तो एकदमै धेरै गाह्रो पनि हुँदैन। सबैले एभरेजले नै पनि एभरेजले निकालेर हुन्छ कि खासमा भन्ने हो भने नाम चाहिँ धेरै जसो एभरेज स्टुडेन्टले निकालेर हुन्छ। तर कन्सिस्टेन्सी चाहिँ हुनु पऱ्यो कि आज चाहिँ 18 घन्टा पढ्ने, भोलि चाहिँ 1 घन्टा नि नपढ्ने गऱ्यो भने चाहिँ गाह्रै हुन्छ। कन्सिस्टेन्सी हुनु पऱ्यो, थोरै 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 पढ्दै 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 जाने। अनि पढाइ सँगसँगै धेरै कुरा सिकाउँछ इन्ट्रान्स प्रिपरेसनको बेलामा होइन। एभ्री मान्छेको चाहिँ अब हुन्छ नि पढ्ने तरिका फरक हुन्छ। हजुर। अनि उसले यसरी पढ्दो रहेछ म पनि यसरी पढ्छु, त्यो भिडियोमा त्यो टपरले यसरी पढाएको थियो म पनि यसरी पढ्नु पर्ने रहेछ भनेर त्यसरी सोचेर दिनदिनै नयाँ नयाँ ट्राई गर्न थाल्यो भने चाहिँ झन् गाह्रो हुन्छ। आफ्नो चाहिँ के हो ट्यालेन्ट भन्ने कुरा चाहिँ होइन थाहा हुनुपर्छ कि। कोही कोहीलाई एकदमै धेरै लेखेर याद हुन्छ, उम्, कसैलाई पढेर याद हुन्छ, कसैलाई भिडियो हेरेर याद हुन्छ होइन। हजुर। आफ्नो चाहिँ कुनमा अलि बढी पावर छ त्यो उम्, कुरा चाहिँ आफैले रिकगनाइज गर्ने, अनि त्यसरी नै पढ्ने जस्तो लाग्छ मलाई चाहिँ। हस्, अरूको यो कुराहरूले चाहिँ हाम्रो स्टुडेन्टहरूलाई चाहिँ एकदम धेरै जस हेल्प हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। थ्याङ्क यू सो मच है। थ्याङ्क यू, म एकदम अल द बेस्ट भन्न चाहन्छु अब आउने नयाँ एस्पिरेन्टहरूलाई। अनि छिट्टै धेरैभन्दा धेरै एस्पिरेन्टलाई डक्टर भनेर चिन्न पाइयोस्। उनीहरूबाट हाम्रो उपचार गर्नु पाइयोस् पछि फ्युचरमा। सो अब लास्टमा चाहिँ होइन, मैले यदि केही क्वेसनहरू हजुरलाई सोध्न बिर्सिएँ अथवा छुट्याएँ अनि हजुरलाई चाहिँ केही कुरा भन्न मन छ भने चाहिँ। मलाई चाहिँ अब जति पनि स्टुडेन्टहरू छन् अनि एस्पिरेन्टहरू छन् अनि जो अन्डर ग्रेजुएटमा पढ्दैछन् नि, उनीहरूको लागि चाहिँ एकदमै बेस्ट विसेस पनि भन्न चाहन्छु। र एकदमै आफूलाई पहिला माया गर्न सिक भन्छु कि म चाहिँ होइन। पढाइ त इम्पोर्टेन्ट त हो, तर पढाइ मात्र चाहिँ इम्पोर्टेन्ट होइन जस्तो लाग्छ कि। बिस्तारै बिस्तारै जानिन्छ होइन, हरेक कुरा जानिन्छ। फर्स्ट इयरमा कति छोडेको कुराहरू सेकेन्ड इयरमा आएर पढियो होइन, सेकेन्ड इयरमा छोडेको कुरा इम्पोर्टेन्ट छैन कि भनेको कुराहरू क्लिनिकलमा आएपछि रियलाइज भयो, पढियो होइन। जान्नै पर्ने कुराहरू जानिन्छ। तर सिक्नलाई चाहिँ जहिले पनि खोज्नुपर्छ होइन, सिक्न चाहिँ चाहनुपर्छ। जस्तो भनौँ न, क्रेप साइकल हामीलाई चाहिँदैन नि त होइन। तिमीले पढ्यो होला बेसिकमा होइन, त्यो पढ्यो बिर्स्यो क्या। अब त्यो आएन भनेर चिन्ता गर्नै पर्दैन क्या, जतिखेर आउँछ त्यतिखेर हेर्दा पनि त्यो बिग्रिने कुरा होइन होइन। तर इमर्जेन्सी कुराहरू चाहिँ जान्नुपर्छ, टिप अफ द टङमा हुनुपर्छ होइन। तिम्रो आफ्नो रेस्पोन्सिबिलिटी उठाउनु पर्ने ठाउँमा चाहिने कुराहरू चाहिँ तिमीलाई आउनुपर्छ। नत्र हरेक कुरा याद गर्छु भनेर लाग्यो भने चाहिँ झन् आफैले सफर गरिन्छ जस्तो लाग्छ क्या। त्यही भएर
एकदमै ब्यालेन्समा चाहिँ लिएर जान कोसिस गर्ने हो होइन। हुन त यो भनिरहँदा मैले नि ब्यालेन्स गर्न सकेको छैन, तर ट्राई त गर्न सकिन्छ नि त होइन, लाइफलाई ब्यालेन्स गर्ने। अनि खुसी हुने चाहिँ मौका हरेक ठाउँमा खोज्नुपर्छ क्या, आफूलाई कसरी खुसी हुन्छ त्यो कुराहरू चाहिँ खोज्न सक्नुपर्छ। अनि सबै ब्यालेन्स गर्दै लयो भने लाइफ त एकदमै रमाइलो हुन्छ। त्यही नै हजुर। भन्न चाहन्छु। हस् दिदी, अब चाहिँ हामी यो टक सेसनको चाहिँ इन्डिङमा आइसकेका छौँ होइन। हजुरको चाहिँ अब भ्यालुएबल टाइम दिएर आइदिनु भयो, प्लस मैले चाहिँ आज हजुरबाट धेरै धेरै कुराहरू सिक्ने मौका पाएँ होइन। अनि सबैको लागि एकदम धेरै धेरै थ्याङ्क यू हजुरलाई। तिमीलाई पनि धेरै धेरै थ्याङ्क यू, मलाई अपर्च्युनिटी दियौ। अनि त्यसपछि फेरि फेरि कुरा गरौँला, यहाँ बाहेक बाहिर भेट्दा पनि कुरा गरौँला होइन। एकदम खुसी लाग्यो मलाई पनि, एकदम बहिनीवाला भाइब्स आयो हस्, कुरा थ्याङ्क गर्दै यू। अनि तिम्रो यो नयाँ जर्नी होइन, यो जुन तिमीले गरिरहेको छौ एकदम राम्रो काम गरिरहेको छौ, यो अझै राम्रो राम्रो हुँदै जाओस्, एकदमै शुभकामना। म त मक्ख स्टे परेँ। सेफ। थ्याङ्क यू, थ्याङ्क यू, थ्याङ्क यू, थ्याङ्क यू। हस्, अहिले गएको ल, बाई। बाई।